हुँदैछ 46 मा सबैले पाउनुभयो म पढिदिन्छु ल। मैले भनेको कुरा गर्दैन भने किन मलाई प्रभु प्रभु भन्दछौ। सुन्नुहोस् है, मैले भनेको कुरा गर्दैन भने किन मलाई प्रभु प्रभु भन्नु। यो स्वयं परमेश्वर आफैले यो वचन भन्नुहुँदैछ। त्यसको तल इन्ट्रेस्टिङ कुराहरू तल छ, हेर्नुहोस् है। 47 मा के भन्दैछ, जो म कहाँ आउँछ मेरो वचन सुन्छ र त्यो अनुसार गर्छ त्यो कस्तो मानिस हो म तिमीलाई बताउने छु। 48 मा त्यो एकजना घर बनाउने मानिस जस्तो हो जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्यो, अनि जब होल चल्यो र जल प्रवाह ओर्लेर आए त्यस घरलाई ठोक्यो, त्यस घरमा ठोक्यो, तब त्यस घरलाई हल्लाउन सकेन किनकि त्यो पक्का बनाइएको थियो। अनि 49 मा तर जसले सुन्छ र पनि त्यस अनुसार गर्दैन त्यो एकजना यस्तो मानिस हो जसले जमिनमाथि जग बिनाको घर बनायो, तब त्यस घरमाथि जल भल आएर ठोकियो, तब त्यो घर तुरुन्तै ढल्यो र त्यस घरको ठुलो सर्वनाश भयो। त्यस घरको चाहिँ के भयो अरे, ठुलो सर्वनाश भयो, डिस्ट्रक्सन, ध्वंस भएको छ। जसले चाहिँ परमेश्वरको वचनलाई सुनेर पनि नसुनेर आफ्नै इच्छा अनुसारमा गर्छ भने त्यसको चाहिँ के हुन्छ अरे, परिणाम सर्वनाश। अब यो शब्दहरूलाई अलिकति मजाले हामीले ध्यान दिनुपर्दछ। सर्वनाश, सर्वनाशको शब्दको अर्थ चाहिँ के अरे, खत्तम, पुरै खत्तम, एकदम फिनिस, पुरै डिस्ट्रोय हुन्छ नि, एकदम ध्वंस गरेको, त्यसलाई सर्वनाश भन्दछ। 46 पदमा जब हामी हेर्दछौँ त्यहाँ परमेश्वरले क्लियरली भनेको छ, मैले भनेको कुरा मान्दैनौ भने या गर्दैनौ